नमस्ते। अमेरिका इजरायल भर्सेस इरान युद्ध आजबाट 14औं दिनमा प्रवेश गरिरहेको छ। यस 14औं दिनमा इरानमा ठुलो मात्रामा धनजनको क्षति भइसकेको छ भने इरानले पनि जवाफी कारबाही स्वरूप अमेरिकन सैन्य अड्डाहरू रहेका देशहरू र इजरायलमाथि जवाफी हमला गरिरहेको छ र त्यहाँको जनधनमाथि क्षति पुर्याइरहेको स्थिति छ। अहिले सरसर्ती हेर्दा यो युद्ध अझै रोकिनेवाला छैन, किनभने युद्ध अन्त्यका लागि इरानले अहिले 3वटा शर्तहरू बाहिर ल्याएको छ। जसमध्ये पहिलो शर्त रहेको छ इरानले पुनः आणविक कार्यक्रम सुचारू गर्न पाउनुपर्ने र दोस्रोमा रहेको छ आजसम्म इरानमाथि भएको सम्पूर्ण क्षतिको क्षतिपूर्ति अमेरिकाले दिनुपर्ने र तेस्रो रहेको छ भोलिका दिनहरूमा अमेरिकाबाट इरानमाथि कुनै पनि आक्रमण हुन नपाउने। यो 3वटा निकै ठुला शर्तहरू इरानले बाहिर ल्याएको छ र उक्त शर्तलाई अमेरिकाले पुरा गर्ने स्थिति पनि देखिँदैन। त्यसैले यो युद्ध अझै लम्बिने देखिएको छ। र अर्को महत्त्वपूर्ण कुरा के छ भने अहिले विश्व बजारमा निकै ऊर्जा सङ्कट देखिन थालेको छ, किनभने विश्व बजारमा 20% भन्दा बढी तेल ग्यास आपूर्ति हुने जलमार्ग स्टेट अफ हर्मुजमाथि इरानले कडा रूपमा प्रतिबन्ध लगाएको छ। उक्त जलमार्गबाट कुनै पनि पानी जहाजहरू आवत जावत गर्न इरानले निषेध गरेको छ। त्यसैले पनि विश्व बजारमा अहिले भारत लगायत विभिन्न देशहरूमा ग्यास तेलका अभाव देखिन थालिसकेका छन् र त्यसको असर बिस्तारै नेपालमा पनि पर्न लागिरहेको छ। तर स्टेट अफ हर्मुज जलमार्गबाट इरानले चाइनिज पानी जहाजहरूलाई आवत जावतमा रोक लगाएको छैन। यस युद्धबाट चीनले निकै फाइदा लिइरहेको देखिन्छ र आजसम्म इरानले उक्त जलमार्गमा इरानको निषेधित क्षेत्रलाई तोडेर अघि बढ्न खोज्ने 3वटा देशका पानी जहाजहरूलाई मिसाइल आक्रमणले ध्वस्त पनि पारेको छ।